अनि स्वागत छ होला मेरो युट्युब च्यानलमा। आज चाहिँ बुधबारको दिन, मेरो फेरि छुट्टीको दिन हो है। अनि म चाहिँ यहाँ सेकेन्ड टाइम गोएन नेसनल गार्डनमा आएको छु, सिन्जुकुमा। यहाँ साकुरा हेर्न आएको। कस्तो छ, म चाहिँ सेकेन्ड टाइम हो, पहिला पनि हेरिसक्नु भएको छ तपाईँहरूले है। म चाहिँ यहाँ कस्तो के छ हजुरलाई देखाउँछु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला है। यो साकुरा फुल्ने समय भएको भएर आज मौसम पनि ठिकठाकै छ, पानी परेको छैन। भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला, मसँगै यात्रा गरिदिनु होला। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस् है। ओके, अब चाहिँ यहाँबाट टिकट काट्नुपर्छ। साकुरा फुलिरहेको छ, अब चाहिँ टिकट काट्नुपर्छ है त। ओके, म चाहिँ टिकट काटेर भित्र छिरिसकेको छु। हेर्नुहोस् सराउन्डिङ धेरैजना मान्छेहरू आउनु भएको छ। साकुरा पनि मजाले फुलिरहेको छ। अब चाहिँ मजाले घुम्नुपर्छ। म पहिला आउँदाखेरि चाहिँ यहाँ खासै साकुराहरू फुलेको थिएन है, रुखहरू सुकेका थिए। तर अहिले चाहिँ हेर्नुहोस् त मजाले फुलिरहेको छ। अब एकछिन भए पनि आफ्नो बिजी सेड्युललाई थाती राखेर यहाँ हल्का माइन्ड फ्रेस गर्नुपर्ने हुन्छ है त। हेर्नुहोस् त कति राम्रो छ, राम्रो भएर साकुरा मजाले फुलिरहेको छ। हेर्नुहोस् त्यहाँ कस्तो मजाले फुलेको छ है साकुरा चाहिँ। यो पनि केही फुलै होला यो पनि। हेर्नुहोस् कस्तो मजाले फुलिरहेको छ। सबैजना त्यो फोटोहरू खिचिरहनु भएको छ, रमाइलो गर्नुभएको छ। म पनि हल्का भिडियोहरू फोटोहरू खिच्छु। ल हेर्नुहोस् यो चाहिँ गेटबाट छिर्ने बित्तिकै यो देखिन्छ। अन्त अझ उता उता चाहिँ दामी छ होला छ है त। हेर्नुहोस् साह्रै रमाइलो छ गाइस, तपाईँहरू पनि आउनु होला है त। अहिले चाहिँ म हेर्नुहोस् त नजिकै आइसकेको छु। कस्तो मजाको छ, सिमसिम पानी पनि परिरहेको छ। हेर्नुहोस् साकुराको रुख। अब यसमा एउटा फोटो खिच्छु है म। ल हेर्नुहोस् साकुरा चाहिँ कस्तो मजाले फुलिरहेछ, हावा पनि लागिरहेछ। आज चाहिँ धेरैजना मान्छेहरू आउनुहुन्छ। गाइसलाई हेर्नुहोस्, म चाहिँ यहाँ साकुरासँग इन्जोय गरिरहेको छु। ल हेर्नुहोस् है, सबैजना खिचिरहनु भएको छ मजाले। तपाईँहरू पनि आउनु होला है त।
ल हेर्नुहोस् त साकुराको फुलसँग खिचिरहेको छु म ओके म चाहिँ अहिले घुम्दै यता सानो तलाउ छ त्यसको छेउछाउमा आइपुगेको छु अब यहाँ बसेर हल्का खाजा खाने भनेको छु है यो सिट त पाएको छैन सबैजना अकुपाइड गरेर बस्नु भएको छ है यहाँ पनि मजाले फुलिरहेछ साकुरा चाहिँ ल हेर्नुहोस् यहाँ पनि मजाले फुलिरहेको छ साकुराहरू यहाँ चाहिँ सानो तलाउ छ अनि तलाउमा चाहिँ मजाले यसरी साकुरा फुल्दाखेरि चाहिँ साह्रै राम्रो देखिने पहिला म आउँदाखेरि चाहिँ यहाँ हल्का सबै सुकेको थियो होइन अनि अहिले चाहिँ मजाले हेर्नुहोस् न यो भ्यू चाहिँ साह्रै दामी देखिरहेको छ हेर्नुहोस् कति मजाले छ साकुरा फुल्ने समयमा चाहिँ यहाँ चाहिँ साह्रै राम्रो देखिरहेछ मजाको मानिसहरू सबैजना आउनु भएको छ घुम्नलाई हजुरहरू पनि आउनु होला है त साथी भाइहरूसँग हेर्नुहोस् यहाँ चाहिँ तलाउ छ पहिला चाहिँ यहाँ अलिकति कम थियो अहिले चाहिँ एकदम मजा देखिरहेको छ यो चाहिँ तलाउ हो अझ वेडनेसडे भएर पनि साह्रै भिडभाड यो भ्यू चाहिँ साह्रै राम्रो हेर्नुहोस् त हेर्नुहोस् यहाँ पनि कति मजाको छ मजाले फुलेर छ रातो पनि छ है आजको मेरो दिन चाहिँ साकुरा हेर्दैमा बित्ने भयो म हेर्न पनि यही हेर्न नै आएको हो है हेर्नुहोस् ल त यहाँ झन् दामी रहेछ ओके गाइज थ्याङ्क यू सो मच हजुरहरूलाई है मसँग यात्रा गर्नुभएकोमा र आजको यात्रा मेरो घुमघाम यति नै थियो ल हेर्नुहोस् त यहाँ मजाले साकुराको बिचबाट हजुरहरूलाई भेटिरहेको छु थ्याङ्क यू सो मच मसँगै यात्रा गर्नुभएकोमा अब पानी पनि पर्न लागिसक्यो परिरहेको छ अब म चाहिँ रुमतर्फ लाग्नुपर्ने हुन्छ अब यस्तै तपाईँहरू पनि फुर्सदको समयमा आफ्नो छुट्टीको बेलामा आफ्नो साथीभाइहरूसँग आउनु होला म चाहिँ एक्लै आएँ कोही साथीभाइहरूको पनि छुट्टी थिएन सो एक्लै आएँ हुन्छ अगेन थ्याङ्क यू सो मच अहिलेको लागि बिदा हुन्छु भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुमा धेरै धन्यवाद मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला है फेरि भेट्नु होला बाई बाई गाइज